बालनले झापा क्षेत्रमा 5 मा केपी ओलीलाई परास्त गर्ने आधार के छ भन्नुस् त? त्यहाँको जनजीवन अथवा त्यहाँको चाहिँ जनताहरूको मानसिकता अथवा शैक्षिक स्तर कस्तो छ? सबैभन्दा पहिला त बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा नआउँदै गर्दाखेरि जेनजी आन्दोलनपछि उनले एउटा कार्यक्रम तय गरेर थिए, झापामा जान सकेन, आफ्नै गृह जिल्ला। मैले भने हो र, प्रमाणित गरे हो नि त। केपी ओली जान सकेन आफ्नो गृह जिल्ला? भगाइदिएको होइन, त्यत्रो सुरक्षा राख्दा नि भगाइदिएको नि त्यहाँ लाठी हाना आफ्नै ठाउँबाट लखेटिएका हुन् केपी ओली। तसर्थ सुन्नु न, अब झन् बालेन आइसकेपछि त ओपन भइसकेपछि त बालेन ओपन भइसक्यो त देशभरिको मान्छेले बालेन रवि बालेन रवि बालेन। अब के हुन्छ भन्नुहोस् न देशमा? तसर्थ के भने अब साँच्चीकै बुद्धिमती पुरा उहाँले लाग्नुहुन्छ नि, पार्टी सभापति खानुहोस्, अब बालेनलाई आत्मसमर्पण गरिदिनुहोस्, नत्र उहाँको हारमा नउठे मात्रै पार्टी सम्हाल्ने। उहाँले त्यो गर्नुपर्छ, गर्नुहुन्छ होला जस्तो लाग्छ, किनभने अब हार निश्चित छ। सुन्नुहोस् न, भेल हो के त्यो भेल, काठमाडौँबाट बगेको भेल तराईतिर गइसक्यो, झापामा गइसक्यो, झापामा तराईभरि गइसक्यो। हराभरा हुन्छ अब तराईको चुनाव कुरो गर्छ, मधेसको चुनाव यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीमै हुँदैछ। मधेसको पनि हो, झापाको चाहिँ झापा पनि त सबै त्यहीँको भइहाल्छ। त्यो तराई भेग सबै सर्लक्कै राष्ट्रपाले खानी आनन्द ल्याउनुहोस्। अब हाम्रो आकलनमा अलिकति कुलमानजीले केही कमजोरी गर्नु भएको छ भन्ने लाग्छ यो भेगमा। कुलमानजी त टुट्नु भन्ने फेरि कुलमानजी टुट्नु भएर यो हाम्रो कमजोरी होइन क्या, उहाँको अलिकति कमजोरी र बालापन जस्तो लाग्छ क्या, मिल्ने र जुट्ने। त्यही भित्र बसेर कसिनु पर्यो नि, परेन, घरि आछ घरि गाछ। यो त उही काङ्ग्रेस एमाले जस्तै भयो नि, हामीले पाएनौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले त चाहिँ उपाध्यक्ष गर्ने सबभन्दा माथिल्लो तहको मर्यादाको उपाध्यक्ष, त्यहाँभन्दा त्याग गर्ने पनि के हो भन्नुहोस् न। तसर्थ उहाँहरूको आफ्नो किचलेले गर्दा यो भएको छ। तैपनि म कुलमानजीलाई के आग्रह गर्छु भने तपाईँ विचलित नहुनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरूको देशको कोही पनि छैन, तपाईँ पनि सामायिक हुनुपर्छ। तपाईँको उज्यालो पार्टी नाम उज्यालो छ, काम उज्यालो होला नहोला भोलि हेर्न बाँकी छ, तर उज्यालो बनाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुहोस्, अनि मात्रै यो देशको खयर छ, अनि मात्रै जनताले भनेको जति अपेक्षा आकांक्षा बढ्न पुग्छ। हामी कोही व्यक्ति उप राजनीति गर्ने होइन, व्यक्ति उप राजनीति गर्ने हो भने तपाईँले भनेको सबै मान्छे हटाउनुहोस्, राष्ट्रिय उप राजनीति गर्ने राष्ट्रिय राजनीति तपाईँ आउनुपर्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको राष्ट्रिय राजनीतिको एउटा भाग हो, सम्भाग हो। यो चाहिँ विकास र समृद्धिको एउटा ठुलो चाहिँ सम्भावना बोकेको पार्टी। यतिखेरलाई यसलाई हामीले पनि अब ठुलो बन्यौँ भनेर भ्रष्टाचार गर्ने, आफ्नो मान्छेलाई मात्रै नियुक्ति दिने, आफ्नो मान्छेलाई मात्रै जाहिर खाउने, आफ्नो मान्छेलाई मात्रै गर्ने, आफ्नो मान्छेलाई ठेक्कापट्टा दियौँ भने त्यो पनि हामी काङ्ग्रेस एमाले जस्तै भयौँ। विकास र समृद्धिको लागि सबै जाति क्षेत्र धर्म लिङ्ग र सबै नेता मान्छेहरूलाई राखेर छलफल गरेर अगाडि बढेर लानुपर्छ।